Alright, good morning guys. Day I would say 4 दिन भयो नाइ भएको छ न हिजो रेस्ट आज चाहिँ नाम्चीदेखि कहाँसम्म हो गन्तव्य कहाँसम्म कसैलाई के थाहा मलाई पनि थाहा छैन भाइलाई सोध्नु पर्ला सो आजको ट्रेक मेबी 3-4 घन्टा हुँदैछ के छ सुटी how's your night Oh man, good yeah. day 3 हामी कहाँसम्म गयो भाइ आज Tango chain. Nampchi to Tango chain. Alright. Ukalu suruh यहाँदेखि म एकैछिन दोकानमा स्टप गरेको के भन्नु कस्तो बुम फुट्नु आँट्यो यो चाहिँ सबै एयर प्रेसरले गरेर द मोर हाई अल्टिट्युडमा आयो सब खोलिरहेको चिज बोल्यो त भाइ फुट्न लाग्यो सपिङ दाइको सपिङ until next time leaving Namche for today आजको लागि नाम्चे छोडेर जाँदैछु त्यहाँदेखि चाहिँ समर कता अरे माथि अझै माथि there is a beautiful back there beautiful morning hoping for 6-7 hours hike 6-5 घन्टाको हाइक हुन्छ होला plus maybe up or so hello भाइ छ गाना सुन्दै जाने wow love the background view man alright let's see the view first cloudy vibes but back there is the view Everest somewhere right now there's a beautiful village पर छ कति राम्रो हामी कहाँ आइपुग्यौँ भन्दा आधी बाटोमा हिँडाइ हुँदैछ भाइलाई अलिक गाह्रो भयो जस्तो छ आज चाहिँ टाउदेखि भन्दै थियो बट बिस्तारै हिँड्दैछ विल बी फाइन अरू यस्तै छ Here is the main view, right here. You are the main view. आजको लागि है look at these rocks and पत्याउनुहुन्छ it's like 80-90 degrees straight down भिडियोले त जस्टिफाई गर्दैन होला to feel this you have to be here भनेर त थाहा महसुस नहोला पानी पनि भइहाल्यो फ्लाइट अर्को कुरो मकै पपकर्न ओरिजिनल गाउँको पपकर्न हामीसँग के छ यहाँ देखाइदिनु हाम्रो प्यारो दिदीले प्याक गरिदिनु भएको काठमाडौँदेखि थ्याङ्क यू दिदी अनि यो हामी भरै उयसमा खाने धेरै थाकित भएपछि खाने पिठो सातु त्यो पनि फ्राई गरेको फ्राई अरे भुटेको सातु एउटै कुरो यसलाई चाहिँ फेरि तातो पानीमा घोलेर खाँदा पनि भयो त्यतिकै पुरुक खाँदा पनि भयो नत्र यस्तो ढेडो पाराले लिटो बनाएर खाँदा पनि भयो one of the best protein ओके खानु हामी हिमाल हिँड्दै अब यहाँ त नभन्नु होला
म अघि देखाइरहेको थिएँ अघि भन्नु हो तपाईँको एउटा जस के छ विचार जोर्की गोरुको चिची हो जोर्की जर्की जोर्की दिस जोर्की whoever eats this jerky सबै थर्की होइन टर्की बेस्ट प्रोटिन गोरुको हो यो चाहिँ होइन अनि अब सानो सानो यिनीहरू चाहिँ मोटोसहरू यस्तो दामी छ के हो यसको नाम चाहिँ टर्की यो पनि राम्रो हो गुड फर हेल्थ हाईमा आउनुको लागि हाई प्रोटिन बार रहेछ कहाँ पुग्यो भन्दाखेरि गुम्बामा चाहिँ यो छ क्या के अरे गोक्यो यतिको टाउको 16 hour walk हातमा रहेछ नि एभरेज बेस क्याम्प स्टिल छालामा पनि 21 घन्टा हिँड्नु छ अझै फरस आर्मी भाइना हामी कहाँ छौँ यहाँ है हामी कहाँ ए होइन टुलो फक्दिङ नाम्चे समवेयर हियर यहाँ छ यता कता खुम्जुङ हो त्यो त्यतै छ अझै नाम्चे त काट्यो नि त क्याङजुमा भन्ने कहाँ रहेछ छैन त्यहाँदेखि पछि यहाँ पुग्नुपर्ने होइन त्यहाँ पुग्नु पर्यो अहिले थोरै खुम्जुङ 2600 मिटर हाइमा छ वाह, तिमीलाई भन न सेकुलर गानाहरू सुन्दै धेरै गइरहेको छ बट लुकिङ एट द ब्युटी अफ नेचर how great the God is beautiful mountains yourself you feel so tiny यस्तो humble feel हुँदो रहेछ wow anyway we still got a couple hours or 3-4 hours of भिडियो त अनि ठिक छ भाइ एकदम ठिक छ आजको अब के हुने हो आज चाहिँ टुरिस्ट त म पो भइयो यता चाहिँ मिरानु भएको दाइहरूलाई घुमाउनु हिँडेको म चाहिँ अँ त्यो डाँडा देखिरहेको छ देखेको छ त्यही त देखाउँछ नि त्यो डाँडा चाहिँ डाँडा हो होइन त्यो अर्को डाँडा चाहिँ अर्को डाँडा हो होइन माथि गाउँ देखिरहेको छ गाउँ त्यो चाहिँ गाउँ हो होइन यता छ हाम्रो ज्याक मकै खाने हो अनि हेर्ने हो हाने हो भाइको फेरि हाम्रो हिँडाइ चाहिँ यस्तो छ है दाइको पुरै कस्तो बवाल देखिरहेछ है दाइ बवाल देखि baby crying baby on the back सानो नानी रहेछ है यहाँको जीवन यस्तै छ कसले सोचेको होला यत्रो ढुङ्गामा शब्द रच्नु के भन्दाखेरि नि सबै सानो ढुङ्गा सबै देखिरहेको नि ऊ यहाँ हानेको होला क्या पक्रिँदैन उसले हान्ने हो कि वाह 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 ट्राई गर्ने हो कि भन न भाइले पनि बसायो तपाईँको पालो मलाई कसले बसाउने भइरहेछ Come on, bro. Give it a try.
कस्तो ताके चस्मा लाएर अब एकताल हान्ने अझै गएन भने त हान्नै मनपर्छ बस यति नगरी त अब टाइम पास पनि नहोला हो सबै हानेको ढुङ्गा हो रमाइलो छ उकालो चाहिँ माथि डाँडादेखि आएको है उहाँको हिँडा हेरौँ नि औ यस्तो 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 हिँड्दा नि ब्रोले भनेको यस्तो हिँड्दाखेरि यता हिँड्नु अरे अनि यता चढेर यता हिँड्नु अरे दाइलाई क्वेसन वेट युबिसी यता जाने कि नाम्ची जाने नाम्ची नोप लेट्स गो युबिसी हल्का गाह्रो परेको अवस्था आज चाहिँ के भएछ अरे भन्दाखेरि चिसो गाडी र हेडेक भएछ अरे मलाई अस्ति त्यस्तो भइरहेको थियो फिल बेटर हिजो अलिकति त्यस्तो भएको अब आज अलिक मच बेटर दबाई खाँदै हिँड्दैछौँ होइन विल गेट देयर all good why this guy is good another view हाम्रो हिरोहरूलाई देखाउनु पऱ्यो भने क्या अस्ति तल नाम्चीसम्म चाहिँ पुरै खचरलाई मात्रै बोकाउँदो र होइन गरा खचर घोडा के भन्ने नाम्चीदेखि माथि चाहिँ सबै याक मात्र हुँदो रहेछ याक Oh, look at this guy. दाजु हेड रहेछ तल खाना खाइसक्यो अरे खाना खाएर अहिले त हाम्रो हिँडाइको पेस्टी एक सेकेन्डमा एउटा पाइला खोलादेखि चाहिँ उकालो बनाएर चाहिँ अवस्था उकालो जान्छ बिस्तारै एक सेकेन्डमा उकालो गलेको छ तर महसुस नगरी Let's get there भन्ने आशा one at a time एक पाइला गर्दै हिँड्नेछु कुद्नु मिल्दैन होला यस्तो उकालो छ अब चाहिँ अराउन्ड 2-3 घन्टा जस्तो छ होला घाम पनि हराइगयो from Mr. Yak. Mr. Be back. Mr. Be back, Mr. Yak. Cibutle Yak. Shh. Guys, after 6 घन्टापछि हामी पुग्यो ट्याङ्गोचे एलिभेसन 3875 मिटर 3875 ट्याङ्गोचे आजको ब्लग यतिमै होला हेरिदिनु भएको छ We're stepping into Tangboche. अलिक जाने यताको ला ता ता नयाँ
हामी जानुपर्ने काम है Good morning guys we are at Tangboche or whatever we call Tangboche I think 5th day morning हामी यहाँदेखि चाहिँ Tangboche जाने our कति घण्टा भाइ 5-6 भन्छ भनाइ मात्र हो कम्तीमा 8 घण्टा पुग्छ सो यात्रा सुरु आज बस्छ हाम्रो यहीँ भएको थियो मोस्ट अफ होटलहरू यस्तै हो भित्र आफ्नो आफ्नो एक एकवटा रुम 2 बेड सानो यु नो पाहाडमा यस्तै हो होइन स्ट्यान्डर्ड खोज्यो भने त नभेट्ला एन्ड देन बाथरुमहरू सेयर गर्नुपर्ने हुन्छ दुईवटा माथिल्लो फ्लोरमा छ भने त्यहाँ भएको जति पनि बस्ने रेस्टुरेन्टहरू हुन्छ गेस्टहरू सबैले त्यो सेयर गर्छ होइन तल सम नाम्चीतिर चाहिँ प्राइभेटहरू पनि थियो होइन बट यहाँदेखि उकालो लागेपछि चाहिँ उँभो त्यस्तो साह्रो नहोला अघि यहाँ दामी भ्यू थियो यहाँ दामी कुरोहरूले पनि ढाके छ कस्तो गाना हौ गाउँदो रहँदा नि बात ओके ल गाइस वक सुरु भयो आजको अब एल्टिट्युड गेन हुँदै गइरहेछ जति माथि त्यति चिसो मुनि खोला आई थिङ्क दुधको सिसम के अरे माथि एभरेस्टदेखि आएको खोला हो यो जानुपर्ने पारी डाँडा काटेर जानुपर्ने छ त्यहाँदेखि फेरि अर्को ब्रिज अनि चाहिँ आजको हिँड्दै पारी भिलेज आङ्गोचे भिलेजमा आइपुग्यो हामी जानुपर्ने कि आङ्गोचे कति घन्टा 4 घन्टा हिँड्दैन हामी छैन 2 मेबी ठिकै छ अझै जाँदैछौँ यात्रा लामो छ भयो आलु हो कि के हो सबै आलु पाउँछ यहाँ दुधको सिएलमै आदिबाट आइसकेको छ डाँडामा त्यहाँदेखि उता चाहिँ अब माथि मान्छे त्यति साह्रो छैन अक्सिजन लो डाँडा पानी तल चाहिँ जङ्गल भएर आइरहेको थियो हामीहरू नट ठुलो जङ्गल सानो भित्र भएको यहाँदेखि माथि चाहिँ सुक्खा जग्गा भन्दैछ एन्ड लिटल बिट हाई अल्टिट्युड हिजो बसेको भन्दा 1000 एबभ पानी खाँदैछ हिँड्दैछ घरिघरि मकै पनि खाँदैछ होइन यो गाना अचम्म कुरा के भन्दा यता माथि त्यसले काग के गर्न आउँछ काग हो यो चाहिँ के भन्दा अघिसम्म माथि गाउँ देखिरहेको थियो बाटो भुसुलै ल्याउनै भन्छ बाहिर देख्नै छोड्यो बिहानतिर मात्रै रहेछ अलिक राम्रो घाम लागेको बेला हिमाल देख्थेँ जब घाम लाग्छ अनि बाक्रे पछाडि दिउँसो त केही नदेख्छ अब यतै आउनु
running second. Look at the throne, yeah, that's why I'm directing. Fresh off the jet, yeah, I'm looking like a vision. Everything I do is a high speed. Make sure hands on the neck till it reaches the bone. Till it doesn't watch the flowers all bloom. I'm a boss, I'm a एकदम खत्तम अवस्था कैसे निकल्नु त खाना हाम्रो छैन राम्रो रे औषधि मात्रै खाएको उही खायो नि त अलिकति भए पनि कस्तो छ त त्यहाँदेखि एक्जाम दिएको नाम्ची 7 घन्टा टोक्ला 16 घन्टा रोसी तर बेसी भएको अवस्था जाँदैछौँ बिस्तारै टाउकोदेखि हालेर पर्ने बिस्तारै जाँदै गर्नु स्ट्रेट डाउन द गो ब्याड वेदर राम्रो बस्यो बाहिर बस्नुपर्छ पर्ला कि यतै बस्नु पर्दैन होला ल सुप खायो त्यस्तो